डियर स्टुडेन्ट्स, यो स्टोरी चाहिँ तपाईँहरूको लागि है त। एउटा जङ्गलमा एउटा ठुलो ढुङ्गा खसेछ। त्यो ढुङ्गाले चाहिँ एउटा रुखको हाँगा खसाएछ अनि ठुलो आवाज आएछ। पातसात पनि अलिअलि झरेछ होइन। अनि त्यो आवाज सुनेर चाहिँ एउटा हरिण त्यही घाँस खाँदै रहेछ। ऊ चाहिँ अलर्ट भएछ अनि बिस्तारै घाँस खाएर जङ्गलभित्रै बिस्तारै बिस्तारै गएछ है। अनि त्यहीँनिर चाहिँ एउटा बँदेल, जङ्गली बँदेल रहेछ। त्यसले चाहिँ त्यो आवाज सुनेर झस्कियो अनि यताउता हेरेर दौडिन थालेछ है। काँडामा, बोट बिरुवामा भाँच्दै यताउता गर्दै ठुलो ठुलो आवाज गर्दै ऊ चाहिँ जङ्गलको बाहिरतिर दौडेर निस्किन थालेछ र आफूलाई एक्सपोज गरेछ। अब त्यहीँनिर चाहिँ एउटा हन्टर बसिरहेको रहेछ होइन, जनावरलाई शिकार गर्नको लागि। उसले त्यो बँदरलाई देखेछ र तीर हानेर मारेछ। अब यहाँनिर त्यो बँदेललाई चाहिँ कसले मार्यो? त्यो आवाजले मार्यो कि त्यो ढुङ्गाले मार्यो होइन, कसले मार्यो त भन्दा त्यो बँदेललाई चाहिँ उसको ओभर रियाक्सनले, उसको ओभर थिङ्किङले मार्यो। यसलाई साइकोलोजीमा फेस्टिङ्गर्स ल भनिन्छ है त। यो भनेको चाहिँ कतिपटक हामीलाई सिचुएसनले भन्दा पनि हाम्रो रियाक्सनले हार्म गरिरहेको हुन्छ, हाम्रो ओभर थिङ्किङले हार्म गरिरहेको हुन्छ। हाम्रो विद्यार्थी भाइ बहिनीहरूले पनि डे टु डे लाइफमा आफ्नो साथीहरूसँग, आफ्नो टिचर्स, आफ्नो पेरेन्ट्सहरूसँग इन्टरेक्ट गरिराख्दाखेरि कति सिचुएसनहरू मन नपर्न सक्छ होइन, कति कुराहरू मन नपर्न सक्छ। त्यो बेलामा चाहिँ उहाँहरूको रियाक्सन, तपाईँको रियाक्सनले चाहिँ एकदमै फरक पर्छ है। हाउ यु रियाक्ट मेक्स द डिफरेन्स। ठिक छ। आफ्नो कन्ट्रोललाई नगुमाउने, आफ्नो संयमलाई नगुमाउने। समटाइम्स साइलेन्स इज द बिगेस्ट वेपन। तपाईँको साइलेन्स, तपाईँको चुप्प लागेर त्यो समयलाई पार गर्न दिनु नै तपाईँको एउटा ठुलो हतियार हुन सक्छ है त।